नेपाली टिमको कुरा गर्ने हो भने चाहिँ अहिले रूपन्देहीमा एक्स्ट्रा टेक ओभल ग्राउन्ड छ, त्यहाँनिर चाहिँ रेड सोइलको पिच बनाएर चाहिँ उनीहरू प्र्याक्टिस गरिरहेका छन् होइन। त्यो प्र्याक्टिस भिडियोहरू पनि आइरहेको छ। भर्खरै हिजो क्यानले पनि हालेको थियो होइन, जहाँनिर चाहिँ विथआउट ट्रेन्डिङ अडियो भनेर। एकदम राम्रो छ, केटाहरूले राम्रो प्र्याक्टिस गर्दैछन् होइन। होप गर्छौँ कि दिपेन्द्र सिंह अहिले जुन त्यो ग्राउन्डेड सटहरू भने अलिकति स्काई सट पनि हानुन् होइन। र त्यसपछि म्याच हेर्न चाहिँ मजा आउँछ, वर्ल्ड कप हेर्न चाहिँ मजा आउँछ। या सन्दीप लामिछाने इन एक्सन। अहिले रिसेन्ट टाइममा भन्ने हो भने सन्दीप लामिछाने चाहिँ बङ्गलादेश प्रिमियर लिग खेल्नलाई बङ्गलादेशमा छन् र उनको टिमले चाहिँ उनलाई लास्टको 2 या 3 म्याचदेखि चाहिँ बेन्च गरेको थियो र फ्यान्सहरू धेरै रिसाइ पनि रहेका थिए। अहिले चाहिँ ब्याक टु ब्याक 2टा म्याच खेलाएको छ। सन्दीपको के भइरहेको छ बङ्गलादेश प्रिमियर लिगमा भने विकेट चाहिँ त्यति धेरै आइरहेको छैन होइन। 2टी म्याचमा 1-1 विकेट मात्रै निकालेका थिए। इकोनोमिकल चाहिँ रहन्छन् होइन, 3 ओभरसम्म इकोनोमिकल रहन्छन् र जहिले पनि लास्ट ओभर 4th ओभरतिर चाहिँ मोस्टली अलिकति कम्पेरिटिभली एक्सपेन्सिभ भइदिन्छन् र इभेन्चुअली हेर्ने हो भने आफ्नो 4 ओभरमा चाहिँ मोस्टली अन्डर 6 अन्डर 5 नै रहेका छन् होइन। त्यो चाहिँ राम्रो रहेको छ। अलिकति सन्दीपको प्रब्लम चाहिँ के देखिरहेको छ भने लेफ्टी ब्याटरले चाहिँ उनलाई इजिली पिक गरिरहेका छन् र पिक गरेर हानिरहेका छन् र सन्दीपसँग अरू धेरै अप्सन पनि आइरहेको देख्दिनँ म चाहिँ, जहाँनिर चाहिँ जस्तै गुगली मात्रै फालिरहेका हुन्छन् होइन। रङ वानहरू अरू स्लोवर वानहरू केही ट्राई गर्नुपर्छ जस्तो लाग्छ। सन्दीपले अलिकति आफ्नो भेरिएसनमा वर्क गर्नुपर्छ जस्तो लागिरहेको छ मलाई होइन। एन्ड थ्याङ्क यू, सब्सक्राइब पनि गर्नुभयो भाइ।